बाटो हेरेर मात्र काटौँ है मन पनि मेरो त ब्रेक हान्न नि मिल्दैन फेरि पऱ्यो होला त चिप्लेर आउँछ ल जाउँ आइज यताबाट जाने कि यताबाट जाने यताबाट जाडो छ धेरै नै अनि भुइँमाथि सबै चिसोले गर्दा हिउँहरू जमिसक्यो अनि चिप्लो छ खै अब 3 इन्च पऱ्यो भने थियो सायद 2 इन्च पऱ्यो परेन थाहा छैन कान त धेरै ठिरायो धेरै ठिरायो ल हेर्नु त्यहाँ चिप्ले देख्नु ल हेर्नु देख्नु ल हेर्नु हामीलाई यति सम्ममा हिँड्न यस्तो छ होइन अस्ति कविता नेपालीले कसरी हिमाल चढ्यो होला होइन कविता नेपाली होइन हिमाल चढ्ने मान्छे होइन एउटा उसमा निक्लेको भएर भने नि बाबालाई बाबासँग हिँड्नु त हातुको अनि त्यहाँ हात यस्तो गरेर यहाँ जानु पढ्नु भयो फेरि पढ्नुहुन्छ तपाईँ चाहिँ हिँडेर पढ्नु न पहिला बाबा चाहिँ खल्तीमा हात हाल्नु त्यसरी खल्तीमा हाल्नु न हो अनि यसरी बस्छ मात्रै अनि यो चाहिँ गर्नु सँगै हिँडौँ न आउनु बाबा हामी त म नि यतापट्टि हातमा गर्छु ल छेउ कुकुरलाई टोयलेट बनाउनु ल्याएर झाडामा चारजना खिच्दै गाडी बढ्दैछौँ खालि हामी चाहिँ खालि सुतेको बेला मात्र हिउँ पर्दो रहेछ राति होइन अनि बिहान उठ्दाखेरि चाहिँ यस्तो अनि दिउँसो चाहिँ फेरि ठप्प बन्द त्यस्तो अघि निस्केको जस्तो धेरै जाडो चाहिँ फिल भएको छैन है अनि युज टु पनि भयो जस्तो छ साह्रो जमिसक्यो क्या यो त जचनको गाडी जस्तो छ त है मिनाको जचनको भन्दा पनि ठ्याक्कै अनि घाम पनि अलिअलि सेतो देखिएको छ बादलको उसबाट अब यो अरूको हिँड्न मिल्ने जग्गा हो कि हिँड्न नमिल्ने जग्गा हो हामी त हिँड्यौँ टेकेर होइन माथि त योभन्दा पनि बाक्लो परेको छ होला हिउँ तातो खानु होला अनि तातो कुरा लगाउनु होला एसी हिटर हुनेहरूले हिटर लगाएर न्यानो भएर बस्नु होला अनि आफ्नो फेभरेट मुभी हेर्नु होला यदि नेपाली मुभी मनपर्छ भने अहिले युट्युबमा सुनको स्वेटर आएको छ हिजो राति हामीले त्यो हेऱ्यौँ जस्ट वान टाइम वाच ठिकै छ हेर्नु होला तिमीलाई कस्तो लाग्यो साँच्ची उनको स्वेटरको रिभ्यू दियो त एकचोटि उनको स्वेटर चाहिँ 1 घन्टासम्म चाहिँ रमाइलो लाग्छ त्यसपछि चाहिँ हद्दै नै स्लो भयो पुरै रबर तन्का आँसै त्यही भएर स्टार्टिङको 1 घन्टा चाहिँ रमाइलो लाग्छ त्यसपछि चाहिँ अलि झ्याउ लाग्न थाल्छ बोर लाग्न थाल्छ त्यही हो तर जस्ट ठिकै छ वान टाइम वाच है वान टाइम वाच ठिकै छ एक्टिङ चाहिँ सबैको राम्रो छ बाबा छोडिदिनुहुन्छ मम्मीलाई अहिले भर्खर कहानी सुनाएँ उहाँ कहाँ मेलम्चीदेखि कहाँ एक्लै छोड्यो भनेर भन्दै हुनुहुन्छ अहिले पनि यहाँ अमेरिकामा आएर नि छोडिदिने लेफ्ट राइट घाँसपट्टि आयो हाम्रो सानो घर होला फराकिलो मन होला कस्तो लाग्यो यो चोला दैवत सान्न लागे मलाई छोडी नभागे ठिकै होला ल सबैले चाहिँ जस यो अर्थमा हामी देख्न सक्छौँ सबैको घर घरमा गाडी बाहिर छ भन्नुको अर्थ चाहिँ काम सबैको लगभग भिडा नै छ जस्तो लाग्यो है जाडो मनाएर भित्र
सबैजना न्यानो साथ बस्नुभयो होला अरू कि होटेल हो कि तिम्रो चिनो कुसुमे रुमाल मनैभरि सजौला लालुपाते फुल झै गाडा तिम्रो सिउँदो रङ्गौला लालुपाते फुल झै गाडा तिम्रो सिउँदो रङ्गौला तिम्रो रेस्ट ट्र्याक ग्यास स्टेसनमा आयो यहाँ केही तातो तातो चिज खान्छौँ अनि मम्मी चिया खाने हो बन्द छ कि क्या हो बन्द छ जस्तो छ खुल्लै छ ए क्लोज रे ठिकै छ त अनि यहाँ क्लोज भनिरहेछ ठिक छ हाम्रो भाग्यमा तातो खाना लेखाएर होइन रहेछ ल चिसै खाना लेखाएर रहेछ भन्ने हामीले बुझ्यौँ होइन होइन बेकी हजुर हाम्रो भाग्यमा तातो खाना लेखाएर होइन रहेछ चिसै खाना लेखाएर रहेछ भनेर हामी चिसो खानालाई फेरि बाटोतिर उत्रिन्छौँ भन्ने हाम्रो मान्यता हो भन्दाखेरि चाहिँ अहिले आमालाई छोरा उतार्नु पर्ला भन्ने डर छोरालाई आमा बाउ बुढी उतार्नु पर्ला भन्ने डर त्यो चिन्ताले गर्दा चाहिँ यहाँ मम्मी हिँड्न मान्नु भएन होइन त्यही होइन त मैले रमाइलो भइरहेछ त त्यही छोरा बाउ छोरी उतार्न पर्ला भनेर होइन त अनि भन्दा भन्दै आफै उतार्नु पऱ्यो चाहिँ कसले देख्यो मम्मीको गालादेखि नाक सबै रातै देखिया छ है ल यहाँको चाहिँ बिजनेसहरू सब क्लोज होइन धेरै गाडीको आवाज आवाज छैन सेतो देख्दा नि कुन बाटो हो कुन घाँस हो कुन चाहिँ आँगन हो केही पनि नदेखिँदो रहेछ सब बन्द छ ल यता चिप्लेल है अब यहाँ सिधा गयो भने घर पुग्छ अलिकति न्यानो भयो जस्तो छ टोपी खोल्दा हुन्छ यहाँ है टोपी खोल्छौँ है अनि घर नजिकैको एकदम पार्कमा चाहिँ पार्क हुँदै हामी घर फर्किन लाग्छौँ यो चाहिँ हाम्रो है देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो चिसो चिसो हावा चल्यो खै के छ त्यस्तै एकचोटि एउटा पनि गरौँ न अब राम्रो छ भनिदिनुहोस् मम्मी त्यो रोडै रोड हिँडेको रमाइलो रहेछ कि यहाँ भित्रको चाहिँ यो आनन्द यस्तो पिकनिक मनाउनु जस्तै मान्छे बस्ने बनाइरहेको छ हिँड्ने बाटो छ त्यसो गर्दा कुन चाहिँ अनि कुन चाहिँ रमाइलो लाग्यो त्यति मात्र भनिदिनुहोस् जनता जान्न चाहन्छ ल भनिदिनुहोस् जनता जान्न चाहन्छ वनको बाटो रमाइलो छ एकदम सुविधा आनन्दले हिँड्न पाउने रहेछ होइन नेपालको एड्रेस मम्मीको हात समाउनु होला अनि हामी के भन्छौँ भन्दाखेरि पनि छैन मेन रोड भन्दा सेफ्टी पनि भयो आनन्दले हिँड्न पाइयो यो माया सलाला सलाला पहाड आही छेके पनि कलाला कलाला चिसो हावाले उडायो मेरो मन तिम्रो मायाले उडायो मन तिम्रो मायाले कुरा के हो दुख्यो दुख्यो नै दुख्यो मम्मी एकछिन जुत्ता देखाउनु त जुत्ता त राम्रै जस्तो लाग्छ त मलाई
त्यस्तो भयो ल आउनु आज चाहिँ यस्तो आइस्तै रहेन कि यस्तो माथि पाखुरोमा चाहिँ उड्नु पऱ्यो क्या एकअर्कालाई ल ल ल जाउँ यो दाउरा मुढाहरू हेर्नुहोस् त यहाँ कति फालेको छ है नेपालमा हो त चिरचार गरेर बालकुन गलेर कति न्यानोका साथ बस्नु मिल्थ्यो यत्रो वन छ दाउरा छ त्यही पनि खै यहाँको अब के हो यहाँको सिद्धे छ त पार्कको हिँड्ने बाटो त यति त रहेछ बरु यहाँ चाहिँ हाम्रो विकीले चाहिँ धुपीको बोट चोर्न लागेको अवस्था छ है अब टिप्नु ला यो चाहिँ फुल धेरै नटिप्नु होला वन हरियो वन अमेरिकाको धन होइन यसलाई चाहिँ धेरै भयो पुग्छ फुलेको धुपी हो अब लगभग घरको एकदम हामी करिब छौँ है सबै पाइन्छ पाइँदैन लाग्छ चर्को घाम कहिले पर्छ झरी ल अघि आएको छ अब बाबा चिन्नुहुन्छ यहाँबाट घर पुग्नुहुन्छ त कता हो अघि हामी यहाँबाट माथि यो घर हुँदैन माथि चढेर गएको क्या ए सायद चिप्लेटी खेलाउँ न साथी बिर्सिरहेको कस्तो लाग्यो त्यो चिप्लेटी मम्मी फाइनली ल हामी चाहिँ अहिले घरको हाम्रो एकदमै यहाँ घरको नजिक होइन हामी चाहिँ घर आइसकेका छौँ है अनि जस्ट जाडोको एक्सपिरियन्स रमाइलो लाग्यो सबैको गाला पनि रातो रातो छ अब हात पनि एकदम रातो रातै छ अब चाहिँ हामी घर जान्छौँ अनि तातो तातो चिया खान्छौँ अब तातो के भन्छ मोमो थुक्पा जे छ घरमा बनाएर रमाइलो गर्छौँ यो जाडोलाई